हामी सबैलाई थाहा भएको कुरा हो, नेपालबाट 4वटा प्लेयरहरू आइपिएलमा ड्राफ्टेड भएका थिए, अर्थात् लङ्का प्रिमियर लिग जुन श्रीलङ्काको लिग हो त्यसमा ड्राफ्टेड भएका थिए भने त्यसबाट हाम्रा केही नेपाली 3 स्टारहरू सिलेक्टेड भएका छन्, पिक भएका छन् भने एकजना चाहिँ अंशुल हुन गएका छन्। यो कुरा चाहिँ हामी नेपालीहरूको लागि एउटा प्राउड मोमेन्ट नै मान्नुपर्छ, किनकि हुन त लङ्का प्रिमियर लिग त्यति ठुलो एकदम भास्ट लिग अथवा भनौँ न त्यति माथि पहुँच पुगेको लिग नभए तापनि यो एउटा एसियन क्रिकेटको लागि अथवा एसियन प्लेयरहरू जस्ता एसोसिएट प्लेयरहरू जस्तै नेपाली प्लेयरहरूको लागि एकदमै राम्रो अपर्च्युनिटी र आफ्नो सोकेस गर्ने मौका हो जुन विश्व क्रिकेट सामु र हिजो भएको अर्थात् यो अक्सनमा नेपालको तर्फबाट 4 प्लेयरहरू जुन 3 प्लेयरहरू एसोसिएट स्टार क्याटेगोरी र एउटा चाहिँ सन्दीप लामिछाने जुन थोरै माथिको क्लासिक क्याटेगोरीमा उनीहरू ड्राफ्टेड भएका थिए भने जहाँ अक्सनमा पनि सन्दीप लामिछानेलाई $20,000 जाफरना किङले सिलेक्टेड गरेको छ भने र त्यसै गरी हाम्रा अर्का अलराउन्डर दिपेन्द्र सिंह ऐरेलाई पनि सेम टिम जाफरना किङले $15,000 पिक गरेको छ, जहाँ हाम्रा दुई नेपाली स्टारहरू सेम टिमबाट खेलेको हामीले देख्न पाइनेछ। होपफुली आशा गरौँ दुवैजना एकैसाथ प्लेइङ 11मा समावेशमा हुन त धेरै मुस्किल छ, तर पनि आशा गरौँ इभन सेपरेटली भए पनि दुवैजना खेलौँ। त्यसै गरी कुशल भुतेल पनि एउटा एसोसिएट क्याटेगोरीमा जुन उनी ड्राफ्टेड भएका थिए उनलाई पनि श्रीलङ्कन एउटा चाहिँ राम्रो टिम हो कोलम्बो क्याप्स जसले उनलाई $15,000 पिक गरेको छ। यी 3 प्लेयरहरू सिलेक्टेड भएका छन् भने हाम्रा कुशन झा चाहिँ अनफर्चुनेटली रहे, उनी पनि एउटा एसोसिएट स्टार क्याटेगोरीमा थिए तर उनलाई कुनै टिमले बिट्स गरेन र उनी चाहिँ अनसोल्ड हुन पुगेका छन्। यी सबै 4 प्लेयरहरूको लागि एउटा प्राउड मोमेन्ट थियो, जहाँ ड्राफ्टेड भएका थिए भने 3 जनाले त आफ्नो एउटा चाहिँ टिम प्राप्त गर्न सकेर एकजना चाहिँ गुलसन झा अनफर्चुनेटली उनी मिस हुन पुगे। तर यो एउटा चाहिँ गुलसन झाको आई थिङ्क पहिलो ड्राफ्टेड थियो इन्टरनेसनल लिगमा, पक्कै पनि उनले आउने लिगहरू अरू लिगहरूमा चाहिँ चान्स पाउने नै छन्। तर पनि तिनैजनाको लागि शुभकामना र गुलसन झाको लागि आगामी लिगहरूको लागि बेस्ट अफ लक भनौँ। पक्कै पनि उनले कुनै न कुनै टिम त पाइ नै हाल्नेछन् भविष्यमा। यो चाहिँ उनको पहिलो सुरुवात थियो जहाँ ड्राफ्टेड हुनु पनि ठुलो कुरा थियो, सिलेक्ट हुन सकेनन्। तर पनि खेर हाम्रा नेपाली 3 प्लेयरहरू समावेश भएका छन्। ती सबै 3 प्लेयरहरूलाई हामीले पक्कै पनि सपोर्ट गर्नेछौँ तिनीहरूको रेस्पेक्टिभ टिमद्वारा। यो थियो एउटा सानो इन्फर्मेसन तपाईँहरूलाई दिनको लागि मैले एउटा भिडियो बनाएको थिएँ। मिल्नेछौँ नयाँ भिडियोको साथमा यस्तै नेपाल क्रिकेट सम्बन्धी जानकारीहरू अथवा क्रिकेटका अपडेटहरूको लागि च्यानलसँग जोडिन नभुल्नुहोला। च्यानल नयाँ छ पक्कै पनि, तर पनि यसमा चाहिँ कन्टेन्टहरू हजुरहरूले भरपुर पाउनुहुनेछ। अहिलेको लागि गुड बाई, जय नेपाल, जय क्रिकेट।